आएगा यदि तपाईँहरू चाहिँ कम्बिनीबाट सस्तोमै त्यो थोरै सामान छ अनि सस्तोमै पठाउन चाहनुहुन्छ भने चाहिँ जति सक्दो सामानलाई चाहिँ सानो बनाएर पठाउनु कि है। मैले कति देखिरहेको हुन्छु कि कम्बिनीमा काम गर्नु कम्बिनीमा सामान पठाउन आउनुहुन्छ तर के सामान पठाउन आउनुहुन्छ अनि तर सामान चाहिँ खुल्ला खुल्ला गरेर लिएर आउनुहुन्छ कि जति सक्दो टाइट गरेर लिएर आइसक्नु सक्यो भने जति सक्दो सानो बनाउन सक्यो भने आफूलाई फाइदा हो कि थोरै पैसामा पनि पठाउन सकिन्छ कि त्यही सामानलाई। अनि आज मैले त्यो गरेर देखाउँदै हो कि मैले आज एकजनालाई पठाइदिनु ला थिएँ होइन, मैले काम गर्ने ठाउँबाट पठाइदिनु ला हो। अनि उहाँलाई चाहिँ मैले यति मात्र सामान हो कि सानो हो होइन, अनि त्यही माथि यसलाई त 60भन्दा तलको साइज त हुँदैन नि त। अनि 60 साइजमा पठाउन सक्यो भने नि हुन्छ कि हामीले कति सानो सानो सामानहरू कति हलुका सामानहरू लिएर आउनुहुन्छ तर कति महँगो महँगो तिरेर जानुहुन्छ कि कतिजनाले। अनि त्यही भएर मैले चाहिँ यो सानो बनाएर जति सक्दो सानो बनाएर लिएर आएर अनि गर्दाखेरि चाहिँ आफूलाई फाइदा हुन्छ है भनेर एउटा जानकारी दिन चाहिँ आएको कि म है। सबै त मलाई थाहा होइन, त्यही पनि आफूले बुझेको चाहिँ बुझाइदिउँ भनेर चाहिँ हो क्या। फेरि कतिजनालाई चाहिँ लाग्न सक्छ कि अरूको सामान हो जति तिरे नि उनीहरूले तिर्ने हो भन्ने लाग्छ नि त। अनि तिर्ने भएर अनि खुल्ला खुल्ला गरेर देखाइदिन्छु अनि कति देखेको थियो होइन। एकचोटि मेरो पनि त्यस्तै भएर आएको थियो कि सामान चाहिँ केही थिएन होइन, अनि तर प्याक गर्दाखेरि चाहिँ पुरै खुल्ला खुल्ला गरेर प्याक गरिदिएर अनि कति महँगो तिरेको पनि छु कि मैले। अनि अहिले बल्ल थाहा हुँदैछ कि त्यही सामानलाई सानो बनाएर पठाएदेखि त थोरै पैसामा नि आइपुग्दो रहेछ नि भन्ने भएको थियो कि मलाई। कति नजान्ने पनि हुनुहुन्छ नि त, त्यही भएर यति चाहिँ सिकाइदिउँ कि भनेर यति भनेर मेरो यति भनेर कसैलाई काम लाग्न पनि सक्छ कि भनेर हो, अरू त केही होइन। यतिको बनाइदिएँ, अब पठाइदिनलाई जाँदैछु।